गोबर गणेशको ट्रेलर र गीतमा मिलियन भ्युज। दर्शक भन्छन् मन जित्यो। चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्वेको मुख्य भूमिका तथा निर्देशनमा तयार भएको चलचित्र गोबर गणेशको चर्चा यति बेला चुलिएको छ। सार्वजनिक भएको केही समयमै चलचित्रको ट्रेलर र यसमा समावेश गीत ओ हेलो हाई हाईले युट्युबमा मिलियन भ्युज पार गर्दै दर्शकको मन जित्न सफल भएको छ। ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा एक गाउँले युवकको काठमाडौँ छिरेपछिको सङ्घर्ष, पारिवारिक सम्बन्ध र मित्रताको कथालाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ। ट्रेलरमा देखिएको आमा छोराको भावनात्मक सम्बन्ध र सहरको कठोर वास्तविकताले धेरै दर्शकलाई भावुक बनाएको छ। मरिचमान श्रेष्ठको स्वर रहेको ओ हेलो हाई हाई बोलको गीत अहिले टिकटक र युट्युबमा निकै लोकप्रिय बनेको छ। मरिचमान श्रेष्ठ र वर्षा शिवाकोटी फिचर यो गीतले दर्शकलाई डान्सिङ बिटमा झुमाएको छ। समाचार तयार पार्दासम्म चलचित्रको ट्रेलर र गीत दुवैले युट्युबमा मिलियन भ्युजको आँकडा पार गरिसकेका छन्, जसले चलचित्रप्रति दर्शकको व्यग्र प्रतीक्षालाई झल्काउँछ। युट्युबको कमेन्ट बक्समा दर्शकहरूले चलचित्रको विषयवस्तु र कलाकारको अभिनयको मुक्त कण्ठले प्रशंसा गरिरहेका छन्। एक दर्शकले लेखेका छन्, ट्रेलर हेर्दा मनै छुन्छ। गाउँबाट सहर आएर सङ्घर्ष गर्ने हरेक युवाको कथा यसमा झल्किएको छ। त्यस्तै अर्का दर्शक लेख्छन्, बल्छी धुर्वे दाई अभिनय सधैँ प्राकृतिक लाग्छ। हाँसो र आँसु दुवैको सम्मिश्रण ट्रेलरमा देखियो। फिल्म सुपरहिट हुने पक्का छ। धेरै दर्शकले चलचित्रको टाइटल गोबर गणेश मौलिक र फरक रहेको भन्दै प्रशंसा गरेका छन्। बल्छी धुर्वे फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा बल्छी र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमसेना, सन्तोष बानिया, सन्दीप लामा, मावचे गुरुङ, सीतादेवी तिमल सिन्हा, पूजन घिमिरे, पुकु लगायतका कलाकारहरूको अभिनय रहेको छ।